नमस्ते यहाँहरु सबैलाई। केही समय अगाडि एउटा पोस्ट गरेको थिएँ टाउकोको तौलको बारेमा। हाम्रो टाउकोको तौल चाहिँ करिब 5 किलोको हुन्छ। एउटा वयस्क एउटा परिपक्व मान्छेको टाउकोको तौल चाहिँ 5 किलो हुन्छ। तर त्यही टाउकोको तौल चाहिँ 8 किलोको पनि हुन सक्छ, 10 किलो पनि हुन सक्छ, 12 किलोको पनि हुन सक्छ। यो कसरी भनेर चाहिँ एउटा प्रश्नोत्तरको पोस्ट गरेको थिएँ। त्यसमा त्यति धेरै कमेन्ट चाहिँ आएन। खैर, आज कुरा गर्न जाउँ यो टाउकोको तौलको बारेमा है। एउटा वयस्क मान्छेको टाउकोको तौल चाहिँ 5 किलोको हुन्छ र हामीले सरदर एउटा स्केलमा वेइङ स्केलमा हेर्दाखेरि हाम्रो जति पनि वेट देखिन्छ र मैले बारम्बार भनिरहेको छु र यो सरदर चाहिँ सबै हाम्रो शरीरभित्र भएको अंग प्रत्यङ्गको चाहिँ टोटल वेट हुन आउँछ। त्यसमा हड्डी पनि पर्छ, मासु पनि पर्छ, रगतहरू पनि पर्छन्, रगत पानी पर्छ, बोसो पर्छ, यावत चीजहरू चाहिँ पर्छ र यसैमा है टाउकोको तौल 5 किलो। टाउकोको तौल 5 किलोको भनेको यो टाउकोमा हुने हड्डीको तौलको चाहिँ 5 किलोको होइन कि हाम्रो टाउकोमा पनि अब मांसपेशीहरू हुन्छ, त्यहाँ पनि रक्त सञ्चार बढेको हुन्छ, त्यहाँ पनि बोसो हुन्छ, गिदी हुन्छ। यो सबै चीजको तौल चाहिँ 5 किलोको हुन्छ र यो टाउकोलाई केले अडाउँछ त? यतिको हावामा त अडेको हुँदैन नि, हैन? र यो 5 किलोको तौल भएको टाउकोलाई अडाउने भनेको एउटा चाहिँ यो मेरुदण्ड भन्छ, यो सबैलाई मेरुदण्ड भनिन्छ है। र यो चाहिँ सर्भिकल स्पाइन, यो माथि टाउकोलाई अडाउने चाहिँ 7 वटा सानसानो हड्डीले चाहिँ अडाएको हुन्छ। र यो 5 किलो कति बेला हुन्छ भन्दाखेरि चाहिँ यो हाम्रो चाहिँ स्पाइन छ, मेरुदण्ड छ, यसलाई न्यूट्रल स्पाइन भनिन्छ। यो न्यूट्रल स्पाइन भएको बेलामा हाम्रो पोस्चर राम्रो भएको बेलामा चाहिँ यसको तौल 5 किलोको हुन्छ। तर यो बढ्न पनि सक्छ। किन बढ्न पनि सक्छ भन्दाखेरि चाहिँ यो चाहिँ सेन्टर अफ ग्राभिटीको कारणले गर्दाखेरि हो। अब हाम्रो यो जुन चाहिँ यो सर्भिकल स्पाइन छ, यो त हामीले सर्कुलर मोसनमा पनि घुमाउन सक्छौँ, दायाँ बायाँ तल माथि सबै घुमाउन सक्छौँ। र हामीले यावत कामहरू गर्दाखेरि हैन, अब हाम्रो जीवनशैलीको कारणले गर्दाखेरि हाम्रो घाँटी घोप्टिन पनि सक्छ। जब हाम्रो घाँटी चाहिँ अगाडि घोप्टिन्छ, यदि हाम्रो यहाँ भएको मसल्सहरू बलियो छैन भने जहिले पनि घोप्टिराख्छ भने यसको तौल बढेर जान्छ। यसको मतलब यो होइन कि 5 किलोको तौल चाहिँ 8 किलो पुग्छ होइन कि, जति घोप्टिँदै जान्छ त्यसको चाहिँ हाम्रो टाउको जुन चाहिँ वेट हुन्छ माथिपट्टिको त्यो सेन्टर अफ ग्राभिटी चाहिँ परिवर्तन भएर जान्छ हैन। जब सेन्टर अफ ग्राभिटी परिवर्तन हुन्छ, यो सिधा हुँदाखेरि सबै स्पाइनमा जोडिएका जति पनि मांसपेशीहरू छ त्यो मांसपेशीले चाहिँ काउन्टर ब्यालेन्स गर्छ है। त्यो काउन्टर ब्यालेन्स गर्दाखेरि चाहिँ त्यति फोर्स पर्दैन र यो 5 किलोको हुन्छ। जति अगाडि बढ्दै गयो, जति हाम्रो टाउको चाहिँ अगाडि बढ्दै गयो, त्यसलाई काउन्टर ब्यालेन्स गर्नलाई चाहिँ फेरि यही मेरुदण्डसँग टाँसियो, मेरुदण्ड पनि र मेरुदण्डसँग टाँसिएको जुन चाहिँ मांसपेशीहरू छ त्यसले चाहिँ काउन्टर ब्यालेन्स गर्ने हुन्छ र त्यसमा बढी भार पर्छ है। जति अब हाम्रो पोस्चरहरू बिग्रिँदै गयो, यहाँबाट सर्भिकल यो चाहिँ स्पाइनको चाहिँ पोस्चरहरू बिग्रिँदै गयो, त्यति भार चाहिँ त्यसले दिने भार, त्यसको टाउकोको तौल परिवर्तन हुँदैन, तर त्यसले टाउकोको त्यो 5 किलोको तौलले दिने भार चाहिँ परिवर्तन भएर जान्छ है। त्यो 8 केजी पनि हुनसक्छ, 10 केजी पनि हुनसक्छ र 12 केजी पनि हुनसक्छ हैन। किन भन्दा यो बिग्रिँदै जान्छ है। यो बिग्रिँदै जाँदाखेरि चाहिँ यसलाई पनि काउन्टर ब्यालेन्स गर्ने, यो सर्भिकल जुन चाहिँ स्पाइन छ त्यसलाई पनि काउन्टर ब्यालेन्स गर्नुपर्ने अर्को मेरुदण्डहरूले काम गर्नुपर्ने हुन्छ, मेरुदण्डसँग जोडिएको मसल्सहरूले काम गर्नुपर्ने हुन्छ हैन। त्यसको पनि भार पर्दै जाँदाखेरि चाहिँ त्यसको हाम्रो यो टाउको जति अगाडि बढ्दै गयो त्यसको भार चाहिँ थपिँदै जान्छ र त्यो काउन्टर ब्यालेन्स गर्ने जुन चाहिँ मांसपेशीहरू छ त्यसमा बढी तोड पर्छ है। कालान्तरमा गएर त्यो मसल्सहरू दुख्ने, अब लोअर ब्याक दुख्ने, ढाडहरू दुख्ने, यावत चीजहरू चाहिँ पछि गएर समस्या आउन सक्छ है। अब यो मसल्सहरू एकदमै टाइट हुन थालिसकेपछि अब हामीलाई स्ट्रेस पनि त्यत्तिकै धेरै बढेर जान्छ, मानसिक तनावहरू हामीले कन्ट्रोल गर्न नसक्ने भएर जान्छ। यो एउटा पोस्चर चाहिँ अति नै महत्त्वपूर्ण हुन्छ, व्यायाम गर्ने नगर्ने सबैजनाको लागि है। यही कारणले गर्दाखेरि पनि हामीले बच्चाहरूलाई चाहिँ धेरै मोबाइलहरू हेर्न नदिने हैन। यो चाहिँ हाम्रो जीवनशैलीको कारणले गर्दाखेरि पनि हुन्छ
है। अब कम्प्युटरमा काम गरिरहेको मान्छेहरूको ढाड घोपिरहेको हुन्छ है। र यो लामो समयसम्म गर्दा गर्दा के हुन्छ भन्दाखेरि चाहिँ हाम्रो पोस्चर बिग्रेर जान्छ र त्यो पोस्चर बिग्रेर गइसकेपछि चाहिँ जुन चाहिँ हाम्रो टाउकोको जुन चाहिँ भार छ यो जो जति पनि यो अगाडि घोप्टिँदै जान्छ यो घोप्टेपछि यसलाई ब्यालेन्स गर्ने, यो भारलाई ब्यालेन्स त कसैले कुनै न कुनै चिजले त ब्यालेन्स गर्नु पऱ्यो, काउन्टर ब्यालेन्स गर्नु पऱ्यो होइन। त्यसलाई काउन्टर ब्यालेन्स भन्छ। त्यो काउन्टर ब्यालेन्स गर्दाखेरि त्यसको भार चाहिँ हाम्रो अरू ढाडको मसल्सहरूमा पर्दै जान्छ है। त्यसले गर्दाखेरि एकदम लामो समयमा पुगेपछि चाहिँ यसले समस्या निम्त्याउँछ 100%। यो एकदम ग्यारेन्टी कुरा हो है। यो कारणले गर्दा पनि हामी चाहिँ अहिलेदेखि नै अवेर हुनुपर्छ हाम्रो पोस्चरको है। हामीले व्यायाम गरे पनि पोस्चरमा एकदमै अवेर हुनुपर्छ। यो पहिलो एकदमै फर्स्ट स्टेप नै यही हो है। र तपाईँहरूले पनि अब बच्चाहरू छन् भने धेरै मोबाइलहरू खेल्न नदिने, धेरै घोप्टो परेर बसिराख्ने बच्चाहरू छ भने उनीहरूलाई चाहिँ पोस्चर चाहिँ अवेरनेस चाहिँ दिलाउनु पर्ने एकदमै आवश्यक छ है। र तपाईँहरूको पोस्चर पनि अब ठिक छ छैन, यदि व्यायाम गर्न गइराख्नु भएको छ भने पनि आफ्नो प्रशिक्षकलाई चाहिँ सोध्नु होला हैन, कसरी चाहिँ यो पोस्चरलाई चाहिँ मैले चाहिँ ब्यालेन्स गर्न सक्छु भनेर चाहिँ परामर्श चाहिँ लिएर सबैभन्दा पहिला फिक्स गर्ने भनेको हामीले हाम्रो पोस्चरलाई हो है। पोस्चर बिग्रिन थालेपछि अनेक समस्याहरू आउन थाल्छ। योभन्दा अगाडि पनि मैले एउटा यो वैशाखमा नयाँ वर्षको उपलक्ष्यमा मैले पोस्चरकै बारेमा चाहिँ कुरा गरेको थिएँ र यसरी आज पनि यही टाउकोको तौल है, यो टाउकोको तौल चाहिँ परिवर्तन हुन्छ यो सेन्टर अफ ग्राभिटीको कारणले गर्दाखेरि। र हामीलाई समस्याहरू पछि आएर चाहिँ यो निम्त्याउँछ र अहिले नै यहाँहरू सबैजना चाहिँ सचेत हुनु होला। यो समस्याको चाहिँ समाधान पनि हुन्छ, व्यायामबाट नै समस्याको समाधान हुन्छ। हाम्रो जति मांसपेशीहरू चाहिँ हामीले चाहिँ त्यसलाई चाहिँ एक्टिभेट गर्न सक्यो, त्यसलाई चाहिँ राम्रोसँग चलाउन सक्यो भने यो पोस्चरको समस्याहरू पनि बिस्तारै चाहिँ हामीले समाधान गर्न सक्छौँ। र यति भन्दै आजको लागि चाहिँ बिदा चाहन्छु। नमस्ते।